हेलो एभ्रिवान। अहिले चाहिँ हामी चाहिँ नार्सिङ बेसी गाउँबाट अन्नपूर्ण बेस क्याम्पको यात्रा गर्दैछौँ। हामी भर्खरै गाडी आइपुगेर रेडी अवस्थामा छौँ। अब हामी हुमखोलातर्फ लाग्नेछौँ। हामी गाडीमा हामीलाई लगभग 2 घन्टा लाग्छ होला। रेडी फर अन्नपूर्ण बेस क्याम्प। जाँदा यसरी हो, आउँदा कसरी हुन्छ है। लेट्स गो। हामी चाहिँ अब यो गाडीमा हुमखोलासम्म गाडीमा यात्रा गर्नेछौँ। त्यसपछि हाम्रो चाहिँ बिच बाटोमा बास हुन्छ अरे, कहाँ हुन्छ।
हामी हुमखोलाबाट अब पैदल यात्रा सुरु हुँदैछ 2 घण्टाको गाडीमा खोलाबाट अब अन्नपूर्ण बेस क्याम्प पैदल यात्रा सुरु भयो हैन चल्यो बिस्तारै उकालो चढ्दै हो यस्तो बाटो छ कस्तो महसुस भइरहेछ गाह्रो छ गाह्रो बाटो त यस्तो छ हजुर होइन हेर्नु त कस्तरी रिलेङ्गे लगाएको ओके छ त ओके छ जानु नि त अगाडि हामी चाहिँ लगभग फुटफुटे झर्ना चाहिँ पुग्न लाग्छौँ होला अहिले चाहिँ हामी फुटफुटेको झर्नामा आइपुगेको छौँ हेलो हामी कहाँ हो अहिले ओके फुटफुटे झर्ना झर्नामा अहिले हामी छहरा अहिले हामी फुटफुटेमा आइसकेर फोटो भिडियोहरू खिचिसकेपछि चाहिँ अब हामी यहाँबाट उकालो लाग्नेछौँ फुटफुटे वी आर इन फुटफुटे झरना अब हामी यहाँबाट
झोला बोकेर फेरि उकालो बाटो लागेका छौँ। फुतफुते झर्नाबाट हामी सल्लेरीको उकालो कटिसकेपछि चाहिँ साँधीखरको होटेलमा आइपुगेका छौँ। अब हामी यहाँ खाजा खाएर फेरि गुफा फाटको लागि उकालो लाग्नेछौँ। साँधीखरको होटेल। के हो र यसरी र अस्ति ठुलो हिउँ आउँदाखेरि हिउँ पहिरो आएर यसरी र अझै नि भिलाएको छैन हिउँ पहिरो यसरी र आइरहेछ। हामी चाहिँ अहिले गुफाबाट बुस्केटसम्म पुग्ने लक्ष्य राखेर हिँड्दैछौँ है। सोचेको भन्दा धेरै छिटो हिँडिएछ हामी। हिउँ पहिरो खोला मुनि मुनिबाट बगिरहेछ, माथिबाट हिउँ पहिरो। साढे 1 बजे मात्रै हामी हुमखोला आइपुगेको थियौँ। हाम्रो बसाइ गुफा फार्ममा हुन्छ भनेर भन्नुभएको थियो सबैजनाले, तर हामी धेरै छिटो हिँडेछौँ। हाम्रो बसाइ चाहिँ हामी चाहिँ बुस्केट पुग्ने भनेको यहाँबाट 1.5 घन्टा लाग्छ अरे अझै। त्यसपछि हामी सिधै बुस्केटमा भेट्नेछौँ। अघि अघि हिँडिराख्नु भएको छ दाइ र बुढो। हाम्रो बुढो अघि अघि हिँडिराख्नु भएको छ। हेलो, अहिले हामी कता यात्रा के तर त्यसको नाम गुफाफाट गुफाफाटमा खाजा खाएर भुस्केर आज बास बसेर भोलि माथि एलपिसी। कस्तो छ त हिँडाइ? पडक दृश्य बबाल। त्यहाँ माथि अरे हामी पुग्ने। यो चाहिँ आजको हाम्रो यात्राको सम्भवतः अन्तिम पुल होला। हामी योभन्दा थोरै माथि भुस्केट मेला भुस्केटमा बास बस्नेछौँ। पुग्नुहोस्। अहिले चाहिँ 5:30 भइसकेको छ। रात नि परिसकेको छ। आजको हाम्रो पहिलो बसाइ चाहिँ भुस्केट मेलामा हुनेछ। भुस्केट मेलामा हामी आइपुगिसकेका छौँ।
देखिसकेको छ यहाँबाट भुस्केट मेलाको होटेलहरू। रात पनि पर्यो। हामीलाई गुफा फाट्नुमा बास हुन्छ भन्नुभएको थियो। हाम्रो हिँडाइ चाहिँ एकदम स्पिडमा भयो। त्यही भएर आज हामी 1:30 भन्दा बढी भइसक्दा हुमखोलामा गाडीले ल्याउँदा पनि हिँडेर ठ्याक्क बास बस्ने टाइममा भुस्केट मेला आइपुगेको छौँ। आज हाम्रो बसाइ यति हुने गर्छ। भुस्केट मेला 3551 मिटर्सको हाइटमा रहेको छौँ आज हामी। हाम्रो बसाइ आज यही हुनेछ। रमाइलो रहेछ। रात परिसक्यो नि त। आचा कता हो कता? हामी भुस्केट आएर यहाँ बास बसिसकेको छ। के छ त नि यताको हालखबर? बेहाल छ बेहाल। एक दिनमा यति त होइन हिँडेको। सुविधा सम्पन्न टेन्टमा हामी बसिसकेका छौँ। अब चाहिँ यहाँ बसेर सुतेर खाना खाएर भोलिको लागि 4 बजे उठेर हामी पञ्चकुण्ड ताल पुग्ने हाम्रो प्लान छ। हेलो गुड मर्निङ। गुड मर्निङ फ्रम एबिसी पञ्चकुण्ड हामी पुगिसक्यो होइन। हामी बिहान 4:30 बजे उठेर यात्रा गरेको। अहिले हामी यहाँ सम्भवतः रक गार्डन होला। बिहानको घाम झुल्किने टाइम भइसक्नु लागेको छ। लेट्स गो। अब हामी पञ्चकुण्ड ताल पुग्ने बेला भइसक्नु लागेको छ। अब हामी यत्रो दुःख गरेर आएको। हे भ्यूज हेर्नलाई होइन त। हिमालमा हिउँ घाम लाग्ने बेला भइसक्नु छ। यतातिर घाम झुल्किसकेको छ। अब हामी पञ्चकुण्ड पुग्न लगभग 10-15 मिनट छ होला। भर्खरै यहाँ के अचम्म भयो भन्दा एकदम ठुलो नर्मल हुने साइज भन्दा एकदम ठुलो साइजको ठुलो काग उडेर आएको थियो। हामी निर्णय आएर धेरै होइन 2 पटक मात्र काग गरिसकेपछि गायब। मैले भिडियो बनाउँछु भनेर क्यामेरा निस्काएको काग गायब भइसक्यो कि। मलाई खुसी लागिरहेछ। कागभुसुण्डी देवताले हामीलाई दर्शन दिनुभएको होला जस्तो लागिरहेछ है। नत्र त कि धेरै हुनु पर्थ्यो। एउटा मात्रै एकदम ठुलो साइजमा हामी निरै आएर कराएपछि त्यसपछि हामीले देख्न सकेनौँ कि उडेर नि अलि टाढा गएको देख्नुपर्ने। मैले क्यामेरा निस्काएको
देखिएन। जय शिव शङ्कर महादेव पार्वती। पञ्चकुण्ड ताल आइपुग्ने टाइम हुन लाग्यो। माथिबाट सिटी लाउँदै हुनुहुन्छ। म क्यामेराले पछाडि बसेको छु नि त, त्यही भएर। अहिले हामी चाहिँ कागबसुन्डीको डाँडा, कागबसुन्डी हुने ठाउँमा आइपुगेको छु। डे 2 आज हाम्रो अन्नपूर्ण बेस क्याम्प ट्रेकको डे 2। अब हामी लगभग पञ्चकुण्ड ताल आइसकेको अवस्था। गाह्रो गाह्रो छ, 9 गाह्रो। घन्टा भ्यूज देखाइदिनु न पछाडिको भ्यूज। 9 घन्टाको हिँडाइ। हामी पञ्चकुण्ड ताल आइसकेको छु। ड्रिम्स कम्स ट्रु। पञ्चकुण्ड लेक। पञ्चकुण्ड लेक धेरै चिसो भएर जामिएर यस्तो अवस्थामा छ। हिउँहरू त यहीँ छ, हिउँ। तातो पानीमा चाहिँ ढिलो गरिदियो गाडीले। त्यो खोला आउँदा त साह्रै थियो। खोलाबाट हामी कति 9 बजे झरेको थियौँ, 9:30 बजे। त्यहाँ आइपुग्दा 4-5 बजे थियो। त्यहाँदेखि माथि आइपुगेर गइबस्यो। बाटोको हालत यस्तो छ, कसरी हिँड्ने हो। हे भगवान, ताल चाहिँ यसरी आइस जमेछ। Good morning from Panchakunda Lake. Hello. Hello guys. अन्नपूर्ण फर्स्ट नर्थ बेस क्याम्प। चाहिँ 4050 मिटर हाई अल्टिट्युडमा। अहिले हामी पञ्चकुण्ड तालमा। पञ्चकुण्ड ताल 4050 मिटर हाई। मुरुमुनियाबाट भन्छ। अहिले चाहिँ भर्खरै घाम निस्किएको छ हिमालमा। घाम निस्किएपछि यस्तो देखिएको छ भ्यू।
पञ्चकुण्ड ताल अब यहाँ नुहाइसकेपछि हल्का नुहाएर पहिला हामी मन्दिरमा शिवजीको जटासँगको नरिवल त्रिशूलहरू लिएर आएको छौँ। त्यो पहिला त्यहाँ पूजा गरेर अनि बल्ल हामी पितृको श्राद्ध गर्ने काम गर्नेछौँ। पञ्चकुण्ड लेक हामी चाहिँ अहिले यहाँ कागभूषणजीको उसमा पञ्चकुण्ड लेकको उसमा शिव पार्वतीलाई त्रिशूल जटासितको नरिवल लिएर दर्शन गर्न आएको। किन खोल्नु भएको र? भिज्दैन होला। दक्षिणा भेटीहरू पर्खिने पाउँछ। सबैले सिरेर पूजा गर्ने हो। त्रिशूल गाडिदिनु न। पार्वती यही छेउमा सौभाग्य नि दिनु। त्यो छुवाएर त्यहीँ राख्नु। त्यो अबिरलाई त्यो उसले त्यहीँ हालिदिनु पूजा गर्नु। गणेशलाई त त्यहीँ ध्वजा राखेको छ। जोड ध्वजा दिँदै मैले छैन त्यहाँ त्रिशूल नमानेको छ। अनि खुल्ला नि छ। ए रहेछ भेटी चाहिँ आइन छ। अहिले लिएर जाँदा त्यो शिवजीको त्यो जटासितको नरिवल त्यसलाई अहिले तल पूजा गर्नेमा चाहिन्छ। पछाडि गर्नु अनि त्यो छुवाएर राख्नुभयो। धुपदीप अतिमा ऊ त्यही त्यो हरियो उस है टपरी त्यो उस राखेको भनेमा के त्यो टपरी सानो टपरी हो त्यसमा गरेर बाल्नु। सिङ्के धुप्ने। नमस्ते। हामी अहिले अन्नपूर्ण बेस क्याम्प 4190मा छौँ। अनि तल देख्नुहुन्छ पञ्चकुण्ड लेक पुरै जमेर माथि अन्नपूर्ण फर्स्ट हिमाल। अब हामी योभन्दा माथितिर हिमालको फेदीमा पुग्नेछौँ। धैर्य गर्नु होला। हस्। हामी चाहिँ अन्नपूर्ण बेस क्याम्प फर्स्ट अन्नपूर्ण बेस क्याम्पको
बेस क्याम्पको नजिकै आइसकेका छौँ। यहाँबाट यस्तो दृश्य देख्न सकिन्छ। यो हामी आउनुभन्दा अगाडि खसेको टुनो खसेको भन्छ यसलाई। हिमालबाट हिउँ पग्लिएर तलतिर झरेको। घाम लागिसकेपछि हिउँ पग्लिँदैछ। बेस क्याम्प पञ्चकुटा तालबाट माथि आउँदा चाहिँ थोरै गाह्रो हुँदो रहेछ श्वास फेर्न। गाह्रो पर्छ मलाई। यताको दृश्य हेर्नुहोस् त। हाम्रो चारैतिर हिमालै हिमाल। यस्तो समयमा चाहिँ यहाँ आउन एकदम रिस्क हुँदो रहेछ। जुत्ता चिप्लिने हिउँको थुप्रो। हो त्यहाँ पुगिसक्नु भएको छ दाइ र कियानको बाबा। यस्तो छ यहाँको दृश्य। अन्नपूर्ण बेस क्याम्प। यहीँबाट मान्छेहरू हिमाल चढ्न जानुहुन्छ। अन्नपूर्ण फर्स्ट पर्वतारोही फ्रान्सिली मौरिस हर्जोग मूर्ति फर्स्ट क्लाइम्बर माथि चढ्ने मान्छे। वाह यो चाहिँ सुनखोलाको मूल। अनि यता चाहिँ हाम्रो रक गार्डन। नमस्ते। अहिले हामी कहाँ आइपुगेछौँ? अहिले हामी सुनखोलामा हेर्नुहोस्, सबै ढुङ्गा सुनको जलप लगाएर राखेको छ। सुनखोला सुन। अब हामी करोडपति लखपति। सुनखोला है। सुनखोला यस्तो छ। यो माथिदेखि यस्तै छ अरे क्या सबै बिचमा यस्तो। यसको मूल माथि हिमालको जाडामा छ अरे। यसलाई सुनखोला भनिँदो रहेछ क्या सबै भएन। यो पनि एउटा अचम्मै हो। दायाँ बायाँ सबै कालो कालो। यो ठाउँको नाम रक गार्डन भनेको छ। तर बिचबाट चाहिँ यसरी र पहेँलो खोला बगिरहेछ सुनखोला। के गर्दै हो? यहाँ पूजा गर्दा चाहिने धुप। यो माथि हामीले फाल्नु लाग्यो नि प्लास्टिक यहाँ हालेको होइन। हाम्रो एबिसी अन्नपूर्ण बेस क्याम्पको ट्र्याक चाहिँ 3 डे 3 आज एन्डिङ भएको छ। धन्यवाद धन्यवाद धन्यवाद। अब हामी यहाँबाट गाडी
बुक गरेर रिजर्भ गरेर अनि नार्चेङ हुँदै चितवन भयो फर्किनेछौँ हामी विथआउट स्टिक होइन त हामी लौरो बिना नै यहाँदेखि एबिसीसम्मको ट्र्याक पुरा गरेर आइसकेका छौँ अब भने हाम्रो भिडियोको अन्तिम हुनेछ हस्त धन्यवाद थ्याङ्क यू हुमखोला है हुमखोला